के तपाईले कहिले सुन्नुभएको छ कसरी माता सीताले आफ्ना देवर लक्ष्मणलाई बचाउन आफ्नै शरीरको बलिदान दिइन् र कसरी हनुमानजीको अटूट भक्ति एक अजेय राक्षसको अन्त्यको कारण बन्यो? यो कथा हो श्रीराम, माता सीता, लक्ष्मण र हनुमानको। रावणको वधपछि जब श्रीराम माता सीता र लक्ष्मणसँग अयोध्या फर्किए, पूरै नगरी दुलही झै सजिएको थियो। प्रजाको हृदय उत्साहले भरिएको थियो। श्रीरामको राज्याभिषेकको तयारी चलिरहेको थियो। तर यही उत्सवको बीच माता सीतालाई एउटा पुरानो वाचा सम्झना आयो। वनवास जानुअघि उनले सरयू नदीसँग वाचा गरेकी थिइन्, यदि सकुशल अयोध्या फर्किइन् भने सरयूको विधिपूर्वक पूजा गर्नेछिन्। त्यसै रात सीता र लक्ष्मण सरयू तट पुगे। हनुमानजी अदृश्य रूपमा उनीहरूको रक्षा गर्दै पछ्याइरहेका थिए। लक्ष्मण जल लिन नदीमा पसेकै बेला सरयूको गहिराईबाट अघासुर नामको भयानक राक्षस प्रकट भयो। उहाँ लक्ष्मणलाई निल्न अघि बढ्यो। त्यो देखेर माता सीताको हृदय कापियो। लक्ष्मणलाई बचाउन सीताले आफ्नै दिव्य शक्तिबाट उनीलाई आफूभित्र समाहित गरिन्। त्यसपछि सीताको शरीर जलमा परिणत भई सरयूमा विलीन भयो। सबै देखेका हनुमानजीले त्यो पवित्र जल घडामा भरेर श्रीराम कहाँ पुगे। सबै कुरा सुनेपछि श्रीराम मुस्कुराउँदै भन्नुभयो, यो ईश्वरीय योजना हो। अघासुरको अन्त्य यही मार्गबाट मात्र सम्भव थियो। हनुमानजीले मन्त्रद्वारा जल अभिमन्त्रित गरी सरयूमा प्रवाहित गरे। त्यसै क्षण अघासुर अग्निमा जल्दै भस्म भयो। तुरुन्तै सरयू तटमा सीता र लक्ष्मण पुनः जीवित स्वरूपमा प्रकट भए। अयोध्यामा जय जयकार गुन्जियो। श्रीरामले हनुमानलाई अङ्गालो हाल्दै भन्नुभयो, तिम्रो भक्ति र सीताको त्याग यस चमत्कारको आधार हो। यस्तै भक्तिमय कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक र शेयर गर्नुहोस् र कमेन्टमा जय श्रीराम अवश्य लेख्नुहोस्।